हेलो नमस्कार। आज चाहिँ म डोसा चाउमिन बनाउँदैछु डोसाबाट। यहाँ चाहिँ पानी राखेर रेडी छ। यहाँ चाहिँ अलिकति मेरो घरमा रहेको थुक्पा थियो, त्यसलाई पनि मिक्स गरेर यसरी राम्ररी पानीले धोएर म रेडी गर्दैछु। यता चाहिँ मेरो घरमा जे सब्जीहरू थियो त्यसैलाई हालेर बनाउनु लाग्यो है। काटेर रेडी भइसक्यो। अब चाहिँ यहाँ म कराईमा तेल तताउन लाग्दैछु। तेल तातेर तयार भइसकेको छ साथीहरू। यसलाई यसरी बनाउँदैछु। हजुरहरू कसरी बनाउनुहुन्छ? आज म चाहिँ मेरो छोराको डिमान्डमा यो चाउमिन बनाउँदैछु। मेरो छोरालाई चाहिँ चाउमिन मनपर्छ। सब्जीहरू हल्का बोइल गरेर अब म यहाँ मासु लाउँदैछु। मासु चाहिँ मेरो एकदमै ठुलो पिस छ है। यो चाहिँ कुखुराको मासु हो। आवश्यक मरमसलाहरू हालेर म चाहिँ यहाँ अब चाउमिनलाई भुट्दैछु है। चाउमिनलाई मजाले भुटिसकेपछि एकछिन फ्राई गरेर म रेडी भयो। मैले चाहिँ यहाँ सोया सस हालिसकेँ। अब चाहिँ हामी खानालाई रेडी छौँ साथीहरू। यस्तै छ है। चाहिँ हाम्रो बेलुकाको खाना हो। भिडियो चाहिँ आज पोस्ट गर्दैछु। आफूले चाहिँ चेस्ट गर्नु पर्यो अरे। चेस्ट गरेर हामी चाहिँ खाना लाग्यौँ है त साथीहरू। आउँदैन त